beautiful people, again welcome to the new vlog of सफल भ्लग्स वान हैन गाइज। मेरो च्यानलमा चाहिँ सबैजनालाई स्वागत छ अनि सबैजनालाई नमस्कार, हाई, हेलो हैन। सो गाइज आज चाहिँ म बिहानमा नै अब उठेर हैन टक्क साइक्लिङ गर्न जाँदैछु हैन। म कहाँ जाँदैछु भने नि गाइज म चाहिँ सामरी जाँदैछु अनि अहिले म चाहिँ भर्खर घरबाट निस्केर अनि यो चाहिँ बाहिर बाटोतिर म चाहिँ यहाँ ठक्क साइकल यहाँ छ हैन अनि भ्लग बनाउँछु। सो गाइज त्यही हो हैन, म चाहिँ अब ठ्याक्क जान थालेको सामरतिर अनि भ्लग बनाउन थालेको हैन। सो गाइज के हुन्छ तपाईहरुलाई म देखाउँदै गर्छु फुल भिडियो हैन। अनि सामरी गएर हामी अब हटलेमन पनि खान्छौँ होला, त्यो पनि हेर्दै जानु होला हैन गाइज। सो गाइज म चाहिँ अब जाँदैछु सामरतिर हैन, तपाईहरुले देख्न सक्नुहुन्छ मस्तले म चाहिँ साइकल चलाएर गइरहेको छु हैन। अब के हुन्छ बाटोमा के हुन्छ सबै त तपाईहरुलाई देखाउन नै वाला छु, अहिले चाहिँ हेर्दै गर्नु होला हैन। म चाहिँ अब यहाँबाट मासतिर जान्छु गाइज। मासतिर जाने होइन। सो के अब उता बजारतिर पुगेपछि तपाईँहरूलाई देखाउँछ है त। सो फाइनली गाइज म चाहिँ बजारतिर आइसकेको छु होइन, तपाईँहरू देख्न सक्नुहुन्छ यो चाहिँ दुखीको तरकारी पसल हो होइन। यहाँ चाहिँ अनि मस्त बजार छ गाइज होइन। उयो अगाडिको जुन म्याजिक आएको बाटो देख्नु भएको त्यो चाहिँ कान्तिराज पथ हो है, काठमाडौँ जाने बाटो। सो यतातिर यस्तो पसलहरू छ। म चाहिँ यस्तो साइक्लिङ गर्दैछु, मस्तले साइक्लिङ गर्दैछु होइन। अब तपाईँहरूलाई म देखाउँछु, हामी चाहिँ यताबाट सरर बुद्ध चोक नि जान सक्छौँ होइन, तर बुद्ध चोक अहिले जाँदैनौँ यार गाइज। म चाहिँ अहिले यताबाट सरर छिरेर जाने। म चाहिँ अहिले एनएसएसिया ब्याङ्कको तलबाट गइरहेको छु। त्यही गाइज अहिले एकछिनमा म उतातिर पुगेपछि खोलासोला नि देखाउँछु होइन तपाईँहरूलाई। त्यो लाइक अनि सेयर अनि सब्सक्राइब अनि कमेन्ट गर्न चाहिँ नभुल्नु होला है। त्यही फाइनली गाइज म चाहिँ बजारतिर आइसकेको छु। तपाईँहरूले यो काठमाडौँ जाने मेन बाटो र चाहिँ सामरी वे काठमाडौँ वे भन्छ होइन। म चाहिँ अहिले मस्तले साइक्लिङ गर्दैछु। त्यही गाइज यता पुरै बजार छ, चोक छ, साइक्लिङ पनि गर्दैछु। सो अब हामी जाँदैछौँ गाइज। अहिले यहाँबाट भाटभटी, यही बाटोमा भाटभटी दिन्छ अनि म तपाईँहरूलाई भाटभटी पनि देखाउँछु। गाइज बल्ल ओह्रालो आयो यार। सो इन्जोय द फुल भ्लग है। ओ गाइज गाइज बिहान चिसो चिसो छ, रमाइलो भएर यार। भोलेनाथ की कृपा है गाइज यार। बाइक लाइनको ट्याग हान्छु कि मैले बाइक लाइनको ट्याग हान्छु कि गाइज होइन। केही क्षणमा मैले लाइनको ट्याग हान्छु गाइज, ढुक्क भएर बस्नु। सो गाइज यो चाहिँ मस्तले हाइवेको भ्यू होइन। म चाहिँ अनि यत्तिकै गइरहेको छु रमाइलो भएर चाहिँ। लिटरली यस्तो मजा आइरहेको गाइज मलाई होइन। म चाहिँ अब लेन चेन्ज हाल्छु किनभने लेन त के भन्नु, यो फुटपाथबाट म चाहिँ साइकल चलाउँछु किन ताडी अब यो मेन हाइवे हुनाले अलिकति साइकलमा अलिक रिस्क नै हुने अवस्था हुन्छ। यहाँ तपाईँहरू देख्न सक्नुहुन्छ धेरै थरीको कुराहरू छ होइन। बाटोबाट पनि आउँदैछ। बस गाइज फाइनल्ली म चाहिँ झुलुङ्गे पुलमा आइसकेको छु, झुलुङ्गे पुल नेरी होइन। सो जङ्गल पनि मेरो एकदमै नजिक, यो चाहिँ सामुदायिक वन गाइज होइन। अनि यो चाहिँ झुलुङ्गे पुल छ यहाँ। सो म चाहिँ मस्तले यहाँ झुलुङ्गे पुल नेरी चाहिँ अब एकछिनपछि झुलुङ्गे पुल पनि जाउँला होइन, केही फरक परेन। तर त्यहाँनिर अब पानी खाने धारो आउँदैछ है। अब त्यहाँ चाहिँ मैले पानी चाहिँ ल्याएको छु है, तर अब त्यहाँ चाहिँ मुखसुक धुन्छु। अनि यहाँबाट चाहिँ गाइज काठमाडौँ 130 अनि भएपछि चाहिँ 9 किलोमिटर है। यो चाहिँ पालुङको बाटोबाट हो है गाइज, काठमाडौँ चाहिँ पालुङको बाटोबाट हो। जल्दी यहाँ चाहिँ खोला नि आइसकेको छ, यहाँ खोला पनि छ गाइज, खोला पनि यहाँ आइसकेको छ। कस्तो गाइज बिहान त चिसो हुने कि कस्तो मजा आनन्दले फ्रेस हुने कि गाइज।
तपाईँहरू पनि आउनु है। बिहान बिहान चाहिँ साइक्लिङ हिँड्ने गर्नु होइन, अनि त्यसपछि वाकिङ गर्ने गर्नु। गाइस म चाहिँ बिहान बिहान मजाले साइक्लिङ गर्ने गरेको छु होइन। अब त्यही पनि यो चाहिँ मेरो आजबाट साइक्लिङ गर्नु थालेको होइन। तपाईँहरू पनि आउनुहोस्, रमाइलो हुन्छ होइन। बिहान बिहान फ्रेस हुन्छ क्या गाइस। अरूभन्दा नि यत्तिकै बस्यो भने चाहिँ खाना खायो भने नि निन्द्रा लाग्नु थाल्ने चुपचुप हुने अनि भन्ने हुन्छ गाइस। सो तिरतिरे धारो नि आइसकेको छ यहाँनिर होइन। यहाँनिर तिरतिरे धारो नि आइसकेको छ गाइस लिटरली। फाइनली गाइस साइकल यहाँ छ, धारो यहाँ छ, जङ्गलहरू यहाँ छ अनि यस्तो राम्रो भ्यू छ। त्यहाँनिर चाहिँ सालकको बारेमा भनेको छ गाइस। अनि त्यहाँनिर बस्ने ठाउँ पनि छ होइन। यहाँनिर गणेश भगवानको मूर्ति पनि छ अनि यहाँनिर बुद्धिस्टहरूको एकदम त्यहाँनिर बुद्ध भगवानहरूको छ होइन गाइस। अब म चाहिँ एकछिन मुख धोइदिन्छु अनि मुख धोएँ यस्तो फ्रेस हुन्छ फेरि होइन, गर्मी भएर मलाई। अनि त्यही पनि साइकल गर्दै म चाहिँ फाइनली गाइज म चाहिँ सामरी नजिकै आउनु थालिसकेँ होइन। मान्छेहरू चाहिँ बिहान बिहान दौडेर नि यतातिर आउने गर्छन् होइन गाइज। अब यहाँ पानीहरू पनि झर्दैछ बिच्चा बिच्चामा हो गाइज। यहाँ चाहिँ गाइज पुल बन्दैछ है। यो लालझाडी भन्ने उता छ होइन, भिलेज एउटा छ लालझाडी भिलेज भन्ने। अनि यहाँनिर चाहिँ पुल बन्दैछ। यो चाहिँ राप्ती खोला है, यसलाई सामरी भनिन्छ यतातिर चाहिँ। अलिक तल पुगेपछि चाहिँ राप्ती भनिन्छ। राप्तीमा उयो गरेको नि यसो खिचिन्छ होला भने स्विमिङ गरेको नि अब 2-4 दिनपछि भिडियो आउनु सक्छ गाइज। यो पुल चाहिँ अहिलेदेखि होइन धेरै वर्ष भइसक्यो है। यो पुलको निर्माण हुने भन्दै नि लिटरली अहिलेसम्म हुन सकेको छैन। अब चाहिँ हुने क्रम जारी नै छ बिस्तार। अब यो पातहरू पुरै झरेका छन् होइन। पुरै अहिले जङ्गल चाहिँ पुरै अब यो पात झर्ने बेला हो नि त, पुरै पात झरेको छ। ओ गाइज यहाँ पुल बन्दै तपाईँले देख्न सक्नुहुन्छ। मान्छेहरू चाहिँ उहाँ माथि पत्करहरू पनि छोडेर खाने लिटरल्ली। अनि म चाहिँ हेलो मान्छे यार गाइड छेउबाट नहिँड्ने क्या। अरूभन्दा नि मेन गरी यस्तोमा चलाउनु चाहिँ गाह्रो त्यही हो गाइज। हामी यहाँ छैन गाइज मस्तले हामी चाहिँ यहाँ पौडी खेल्ने गरेको ठाउँ है। अस्ति नआउने गरेको ठाउँ यही है। यहाँ चाहिँ साङ्ग्रो बाटो छ होइन। अनि म चाहिँ मस्तले साइक्लिङ गर्दैछु। अनि काठमाडौँ जाने 6 बजेका समयहरू 7 बजेका समयहरू मस्तले गइरहेछन्। अनि म चाहिँ मस्तले यहाँ उयो गर्दैछु गाइज। मान्छेहरू चाहिँ उहाँ यो पुल नभएको कारण होइन उहाँबाट मस्तले हेर्नु नि तपाईँहरू उतापट्टि गाउँबाट नि पुरै बिहान बिहानै खोला तरेर जाडो महिनामा नि खोला तरेर त्यहाँनिर डेरी छ कि गाइस हो। त्यहाँ दुध पुऱ्याउनु जाने गर्छन् होइन। अनि यो चाहिँ सैनिक इलाका हो गाइस, सैनिक इलाका। यहाँ चाहिँ माथि चाहिँ आर्मी ब्यारेकहरू छ कि यो आर्मीको यो र गाइस यहाँ चाहिँ डढेलो लाग्यो यार। यहाँ यस्तो चाहिँ गर्नु भएन है गाइस। कसले लाग्यो यार उता माथि ब्यारेक छ यस्तो गर्नु हुँदैन नि। बिहान बिहान यस्तै हामी नआउने गरेको ठाउँ है गाइस। मस्तले हामी यहीँ हो गाइस। हामी चाहिँ पौडी खेल्न आउने गरेको ठाउँ, स्विमिङ खेल्न गरेको ठाउँ गाइस। म चाहिँ यहाँ आउँथेँ गाइस स्विमिङ खेल्न आउने। यो गाइस यो चाहिँ सामरी खोला होइन। अनि उताबाट माथिबाट त्रिखण्डीतिरबाट आएको यो सामरी हो। अनि अहिले चाहिँ म त्यहाँनिर पसलतिर प्रायः मान्छेहरू बिहान बिहान मर्निङ वाक पनि गर्न आएको खाने आनन्दले। सो त्यही हो। अब सामरी पुल आउनु थाल्छ होइन। यो पछि त्यहाँनिर कुनामा चाहिँ सामरी पुल हो। अनि गाइस उहाँनिर ट्र्याक्टरहरू पनि छ। यहाँनिर चाहिँ कस्तो मिठो खेल्ने ठाउँ भएछ यहाँनिर। तर गाइस त्यो घुमेरै अलिक सफा चाहिँ छैन क्या गाइस। हामी चाहिँ उता राप्ती तल खिच्छौँ होइन। त्यही गाइस अब चाहिँ म त्यहाँ जान्छु होइन। अब सामरी पुलतिर जान्छु यसो फोटोसोटो खिच्छु। अनि त्यसपछि अनि यसो चिया केही खायो भने तपाईँहरूलाई पनि देखाइहाल्छु होइन। नत्र गाइज अहिले एकछिनमा पुरा चोकतिर पुगेपछि म देख्दैन। फाइनली गाइज मर्निङको घाम पनि निस्किसकेको छ है।
आहा कस्तो राम्रो छ हेर्नुहोस् त, तपाईँहरू देख्न सक्नुहुन्छ ठ्याक्कै रुखले छेक्यो कि गाइस। यहाँनिर चाहिँ ब्यारेक छ, यतातिर मासतिर नि ब्यारेक छ होइन। अनि यहाँबाट भइसक्यो 8 किलोमिटर छ हो गाइस। कस्तो मिठो घाम लाग्यो यार। म चाहिँ अब एकछिनपछि सामरी पुल पुल पनि तपाईँहरूले देख्न सक्नु होला होइन। सामरी पुल आउनु थाल्यो। सामरी पुलतिर गएर तपाईँहरूलाई देखाउँछु। त्यहाँनिर गएर यसो ओके स्टुडियो नि खिच्छु। तपाईँहरूले देख्न सक्नुहुन्छ सामरी पुल लम्बाइ 150 मिटर है। सो गाइस सुपारी टार ब्यारेक भनेको चाहिँ एक पारिपट्टिको हो। अनि यहाँनिर चाहिँ ठुलो चौर पनि छ उतापट्टि। अनि अहिले हामी पुलमा आइसकेको छौँ है। सो राइडिङ एट ब्रिज है। फेरि पुल भन्दाखेरि ल्याएको होला फेरि गाइस, त्यही हो। फाइनली म आइसकेको छु। म एकछिन अब पुलमा बसेर सरर फोटो भिडियोहरू खिच्छु होइन। त्यो गाइस म चाहिँ फाइनली पुलमा आइसकेको छु होइन। अनि खोला देख्न सक्नुहुन्छ। खोला त यार पुल जस्तो भयो, अलिकति बढ्यो यार अस्तिको भन्दा। तर गाइस पानी चाहिँ एकदम निलो यार, भित्रको ढुङ्गाहरू सब देखिरहेको। मैले चाहिँ यहाँ पार्किङ गरेको छु पुलमा होइन। अनि त्यही गाइस मजा आयो यार, लिटरल्ली मजा आयो गाइस। तपाईँहरू नि साइकल छ भने साइक्लिङ गर्नुहोस्, नत्र वाकिङ गर्नुहोस् होइन। जसरी नै एक्सर्साइज गर्नु हो होइन। एक्सर्साइज गर्ने हाम्रो मूल धारणा हो गाइस, सबजनाले एक्सर्साइज गर्नु है। तपाईँहरूले त्यही हो गाइस। अब बिस्तारै दामी भ्लग पनि आउँदै गर्छ है। अब यसो एक्जाम नि आयो, त्यही भएर अलिकति भ्लग बनाउनु अलिक बिजी भइयो। अब किनभने पढिराखेको हुन्छ गाइस, अनि खेलिराखेको हुन्छ। भ्लग बनाउन अलि फेरि क्यामेरा पनि राम्रो छैन। अब क्यामेरा पनि आउँदैछ गाइस छिटो होइन। त्यसपछि बवाल भिडियोहरू आउँछ होइन। सो गाइस त्यही हो। अनि मेरो साइकल चाहिँ यहाँ छ है। सो थ्याङ्क यू माई साइकल होइन फर टेकिङ मी अप टु हियर। त्यही त हो नि गाइस होइन। साइकल चाहिँ यहाँ छ मेरो। ओ माई गड कस्तो हल्ला यार, बस त बिजोग बनायो गाइस। त्यही हो। बस र ट्रक पनि आउँदैछ गाइस। पुरै हल्लाउँछ हेर्नु है गाइस, लिटरल्ली नै पुरै पुल त लिन्टिङ हुन्छ यार। ओ माई गड ओए म्यान कम अन यार गाइस, बवाल हल्लिने यार देश। ठिक छ गाइस, त्यहाँनिर अब मस्तले घाम चाहिँ बवाल हुँदैछ यार लिटरली गुड के दामी गरायो घाम हुँदै। देख्न सक्नुहुन्छ असली घाम अनि घाम लिटरली दामी। बिहानको मर्निङ राइड चाहिँ अति बवाल पनि भयो होइन। अनि अति गुड पनि भयो गाइस। यतापट्टि चाहिँ सुपर टार ब्यारेक हो होइन। अनि म चाहिँ यहाँ सामरी पुलमा आनन्दले बसिरहेको छु है। मस्तले भिडियो बनाउँदै यहाँनिर पुलहरू हल्लिरहेको आनन्दले हेर्दै बस्दै गरिरहेको छु म चाहिँ होइन। त्यही हो गाइज यार। लाइक सेयर सब्सक्राइब गर्न नभुल्नु होला होइन। सफल ब्लग्स 1मा सफल ब्लग 1 है। ठ्याक्क लाइक सेयर सब्सक्राइब घन्टा दबाइदिने, बेल आइकन दबाइदिने होइन। सब त गरिदिने क्या गाइज होइन। नेपाललाई सपोर्ट गर्नुपर्छ नि होइन। त्यही गाइज सपोर्ट गर्नुपर्छ होइन। अब गर्नै मन छैन भने नि गरौँ होइन, सपोर्ट केही छैन गाइज। त्यही हो गाइज होइन। म चाहिँ अब त्यही भन्छु। अनि पुल चाहिँ दामी है। बिहान चाहे मान्छेहरू टक्क घुम्न नि आउँछन् होइन। त्यही गाइज ल है त। पुलको साइडमा होइन यहाँनिर चाहिँ मन्दिर पनि रहेछ होइन। अनि म चाहिँ यहाँ यसो हट लेमन खाउँ कि भनेर आएको होइन। हेरौँ के हुन्छ अब। त्यो गाइज यहाँनिर चाहिँ मस्तले यहाँबाट चाहिँ दामी भ्यू छ। हामी चाहिँ पहिला यहाँ चक पनि बसेर खान्थ्यो। अनि यो चाहिँ पुलको भ्यू है। यो के को मन्दिर हो बा? शिव मन्दिर ए चन्दनेश्वर महादेवको मन्दिर है त गाइस। तपाईँहरूले चन्दने कि चन्दने ए चन्दनेश्वर महादेव कि जय है गाइस। यो चाहिँ चन्दनेश्वर महादेवको मन्दिर हो होइन। अनि ऊ त्यो जुन चौर देखिरहनु भएको नि त्यहाँनिर चाहिँ बिहान आर्मीहरूको ट्रेनिङ पनि हुन्थ्यो होइन। किनभने त्यो अब यहीँनिर ब्यारेकहरू छ नि त एकदम। यो चाहिँ एकदम सुरक्षित जग्गा लाग्छ है मलाई, किनभने यहाँ आर्मी ब्यारेक पनि छ है। अनि अब त्यही हो। अनि अहिले म चिया खाने भनेको ठाउँ चाहिँ त्यही हो। अनि ठिक छ गाइज,
दामी भ्यू छ बिहान बिहान मर्निङमा आयो मजा आयो गाइज लिटरली गुड मजा आयो सो त्यही गाइज लाइक सेयर अनि सब्सक्राइब गर्न नभुल्नु होला फाइनल त्यही गाइज है अब म चाहिँ चिया खाएर सिधै तपाईँहरूलाई चिया खाएर देखाउँछु त्यही दामी भ्यू छ बिहान बिहान मर्निङमा आयो मजा आयो गाइज लिटरली गुड मजा आयो सो त्यही गाइज लाइक सेयर अनि सब्सक्राइब गर्न नभुल्नु होला फाइनल त्यही गाइज है अब म चाहिँ चिया खाएर सिधै तपाईँहरूलाई चिया खाएर देखाउँछु त्यही फाइनली गाइज चिया पनि आइसकेको छ होइन अनि यहाँ तपाईँले देख्न सक्नुहुन्छ मस्तरी खोलाको भ्यू अनि यहाँ फुल छ होइन यसो भिडियो बनाएको त्यही फुल हो अनि म चाहिँ आनन्दले चिया खाँदै कस्तो मिठो हावा आइरहेको हावा चलिरहेको मस्तले देख्न सक्नुहुन्छ तपाईँहरूले नि अनि यहाँ चाहिँ खोला आनन्दले सामरी होइन सामरी पुल यही हो मस्तले म चाहिँ यहाँ चिया खाँदैछु अनि त्यसपछि तिनवटा चप पनि आउँदैछ चप पनि खान्छु होइन अनि त्यही गाइज चप पनि आइसकेको छ होइन अब म चाहिँ चप खान्छु अनि त्यसपछि टक्क अब चप खाइसकेपछि चाहिँ अनि म घरतिर जान्छु है यहाँ चप छ तपाईँहरूले देख्न सक्नुहुन्छ अनि चप खाएर म चाहिँ टक्क अनि घरतिर जान्छु अनि फुल भिडियो कस्तो लाग्यो होइन पुरै भिडियो हेर्नुभयो कि भएन अनि कस्तो लाग्यो कमेन्ट गरिदिनु होला त्यही गाइज चाहिँ ल होइन अनि अब चाहिँ म यहाँबाट जान थालेको घरतिर होइन चप चाहिँ एकदमै दामी थियो तपाईँहरू पनि ठ्याक्कै यो ब्रिजभन्दा यतापट्टिको होटलमा आउनु सक्नुहुन्छ होइन दामी चपहरू पाउँछ होइन चिया चपहरू दामी पाउँछ गाइज लिटरली गुड के होइन एउटालाई चाहिँ 15 रुपियाँ पर्छ होइन त्यही हो सो गाइज भिडियो कस्तो लाग्यो तपाईँहरूले फुल भिडियो हेर्नुभयो कि भएन होइन कस्तो लाग्यो लाइक सेयर अनि सब्सक्राइब गर्न नभुल्नु होला अब म चाहिँ यहाँबाट घर जान थालेको होइन त्यही गाइज भ्लग चाहिँ अब अहिले दिउँसोतिर आउँछ ल त्यही हो ल है त बाई बाई